एभ्रिवान आज चाहिँ म यहाँ माथि डाँडामा आइसकेको छु। यो चाहिँ तारेबिर जाने बाटो हो भने चाहिँ म अहिले चाहिँ एकदमै आज चाहिँ गर्मी लागिरहेको छ किनकि मौसम पनि एकदमै बिहानदेखि नै आज क्लियर भएको छ होइन। अब हेलो एभ्रिवान अहिले चाहिँ म माथि तारेबिर डाँडा आइसक्यो। तारेबिरको डाँडा साइड आएको छु होइन। अहिले चाहिँ यहाँदेखि टक्क लगाएर चाहिँ यहाँ मजाको रिसोर्ट देख्न सक्नुहुन्छ। तारेबिर चाहिँ जान चाहियो भने चाहिँ हामी यहीबाट आउन सकिन्छ। आकाश चाहिँ आज वान अफ द बेस्ट देखिरहेको छ। बर्खाको टाइम आज चाहिँ बिहानदेखि नै राम्रो क्लियर मौसम छ होइन। बज्न पनि 2 बज्न लागेको छ, त्यही भएर पनि यो मौसम चेन्ज भएको छ भने अहिले चाहिँ म यो जङ्गलमा आइसकेको छु। अब चाहिँ अहिले यो जङ्गल भन्दा पनि यता उतिस गाडी रहेछ है, उतिस गाडीको छेउमा आइसकेको छु भने अब चाहिँ म तल बिस्तार लाग्नुपर्ने हुन्छ। शीतल घाम तापिरहेको छ किनकि आज बब्बालै गर्मी चाहिँ लागिरहेको छ है गाइस। त्यही भएर चाहिँ सो म चाहिँ आराम गरिरहेको छु। आज लगभग खाजाभुजा पनि मेरो भएको छैन। अहिले बिहानको भन्दा पनि दिउँसो 2 बजिसकेको छन् भने चाहिँ मैले बिहान खाना पनि खाएको छैन, खाजा पनि खान पाएको छैन भने म बिहान चाँडै निस्किएँ हो रुमबाट चाहिँ म चाँडै निस्किएको थिएँ। त्यही भएर चाहिँ अलिकति यताउता घुम्दै पनि मैले केही खानेकुरा पनि खान पाएको छैन। सो अब चाहिँ म तलतिर जान्छु टक्क लगाएर र के हुन्छ होइन, खाजाभुजा खानु पर्ने हुन्छ। आकाश पनि देखिरहेको छ यहाँदेखि तल सट्ट लगाएर चाहिँ यस्तो खालको देख्न सकिन्छ। मैले शीतल पनि तापिसक्यो र अब चाहिँ म तलतिर फर्किँदैछु। जस आज बब्बालै भइरहेको छ, ठाउँ चाहिँ रमाइलो नै लागिरहेको छ। लास्ट अफरोड रहेछ होइन। जस बर्खाको टाइम अस्ति आउँदा चाहिँ सबै अफरोडै थियो होइन। अहिले चाहिँ ढलान बाटो बनाएर रहेछ। जस यतिको रोड चल्छ होइन नेपालमा। त्यहाँदेखि माथि एकदमै बब्बाल जङ्गल, एकदमै घना जङ्गल देख्न सकिन्छ। यो पनि शिवपुरी नेसनल पार्क जङ्गल नै हो। हाई हेलो एभ्रिवान, अहिले चाहिँ म ठक्क लगाएर चाहिँ माथि गोकर्ण ढाडमा आइसकेको छु। अहिले चाहिँ यहाँबाट चाहिँ माथि चाहिँ हामी तारेबिर पनि जान सकिन्छ र यो तारेबिर जाने बाटो नै हो। तारेबिर चाहिँ हामीले 2-3 ठाउँबाट जान सकिन्छ। आई एम रिटर्न ब्याक टु एट गोकर्ण। सो राइट नाउ आई एम गोइङ डाउन। सो गाइज अब चाहिँ म मेरो यात्रा सुरु गरिरहेको छु। जस आजको राइड चाहिँ एकदमै बवाल नै भइरहेछ।